साथीहरू डब्लुएमओको ठुलो चेतावनी, अब हिमालमा हिउँ होइन ढुङ्गा देखिनेछ। तपाईँलाई पत्यार लागिरहेको छ, मलाई पनि पत्यार लागिरहेको छैन। त्यही भएर जहिले मैले भिडियो हेरेँ त्यसपछि मलाई थाहा भयो हो केही दिनमै, केही वर्षमै, केही छिनमै अब यस्तो सम्भावना हुनसक्छ भन्ने मलाई पनि लागेको थिएन, तपाईँलाई पनि लागेको थिएन होला। त्यही भएर तपाईँको लागि एकदमै रमाइलो रोमान्चिक भिडियो लिएर आएको छु, कृपया हेरेर साथ दिनु होला। डब्लुएमओको डरलाग्दो चेतावनी, हिमालमा हिउँ होइन ढुङ्गा मात्रै बाँकी रहने। हाम्रा हिमालहरू जो कुनै समय चाँदी जस्तै टल्किन्थे ती अहिले बिस्तारै काला पत्थरमा परिणत हुँदैछन्। हाम्रा पहाडी गाउँका पानीका मुहानहरू जहाँ वर्षौंदेखि पानीको कलकल आवाज सुनिन्थ्यो ती अहिले बगर बन्दैछन्। यो कुनै काल्पनिक कथा होइन, बरु हाम्रो आँखा अगाडि घटिरहेको एउटा तितो र डरलाग्दो वास्तविकता हो। विश्व मौसम विज्ञान संगठन डब्लुएमओले सार्वजनिक गरेको स्टेट अफ द क्लाइमेट इन एसिया 2025 को ताजा प्रतिवेदनले नेपालसहित समग्र दक्षिण एसियाली क्षेत्र तीव्र जलवायु परिवर्तनको एउटा यस्तो गम्भीर चपेटामा परेको देखाएको छ जसले हाम्रो भविष्यमाथि नै ठूलो प्रश्न चिन्ह खडा गरिदिएको छ। वैज्ञानिकहरूको इतिहासकै सरिदा डरलाग्दो प्रतिवेदनले के भन्छ भने विश्वव्यापी औसत तापमान वृद्धिको तुलनामा हाम्रो हिन्दकुश हिमालय क्षेत्रमा तापमान वृद्धिको दर दोब्बर गतिमा भइरहेको छ र यसको सीधा असर नेपालका हिमनदी र हाम्रो कृषि प्रणालीमा पर्न थालिसकेको छ। आजको यस विशेष भिडियोमा हामी डब्लुएमओको वैज्ञानिक तथ्याङ्कलाई केलाउनेछौँ। हामी बुझ्नेछौँ कि कसरी नेपालको मध्य हिमालय क्षेत्र 4 दशकदेखि सुक्खा हुँदैछ, कसरी चीनको तिब्बतमा फुट्ने हिमतालले नेपालमा विनाश निम्त्याउँछ र यो महासङ्कटबाट बच्न अब हामीसँग के उपाय बाँकी छ। सबैभन्दा पहिले यो बुझौँ कि पृथ्वी किन यसरी तीव्र गतिमा तातिरहेको छ। डब्लुएमओका अनुसार विश्वव्यापी रूपमा मानव निर्मित हरितगृह ग्यासको उत्सर्जन अहिले इतिहासकै सबैभन्दा उच्च अर्थात् ऐतिहासिक बिन्दुमा पुगेको छ। सन् 2024 को वैज्ञानिक अनुगमनलाई हेर्ने हो भने वायुमण्डलमा कार्बन डाइअक्साइडको सघनता 423.9 ppm अर्थात् पार्ट्स पर मिलियन पुगेको छ। त्यसैगरी मिथेन 1942 ppb अर्थात् पार्ट्स पर बिलियन र नाइट्रस अक्साइड 338 ppb पुगेको रेकर्ड गरिएको छ। यो संख्या कति भयानक हो भने औद्योगिक क्रान्ति सुरु हुनुभन्दा अघिको तुलनामा कार्बन डाइअक्साइड 152%, मिथेन 266% र हेर्नुभयो त भिडियो, सुन्नुभयो त समाचार, तपाईँलाई के लाग्छ? भिडियोमा लाइक शेयर कमेन्ट गर्न नभुल्नु होला साथीहरु है। अनि यस्तै रोमान्चिक भिडियो अनि न्यूज हेर्नको लागि लाइक फलो शेयर अनि कमेन्ट गरिदिनु होला साथीहरु है।